साथीहरू नमस्कार, गुड मर्निङ। आज साथीहरू मैले पुरी बनाउनलाई आटा मोल्दैछु। पुरी बनाउनलाई आटा मोल्दैछु मैले साथीहरू। पुरीको आटा चाहिँ बनाएर रेडी भयो। चाहिँ साथीहरू पुरी बनाउन लाग्यो। पुरीको लागि रेडी गर्दैछु साथीहरू। पुरीको लागि तेल हाल्दैछु साथीहरू। तेल पुरी फ्राई गर्नलाई पुरीको भेराइटी पुरी फ्राई गर्नलाई तेल लगाइरहेको छु नि साथीहरू। अब यो डोमाथि तेल लाउँदैछु मैले। यो तेल हो, तेल लाउँदैछु, नत्र भने टाँसिन्छ पुरी मुनि। पुरी गर्दाखेरि टाँसिन्छ, यसरी टाँसिरहेको छ नि, तेल लाउनुपर्छ। साथीहरू पुरी बनाउनलाई मैले पेडा बनाउनलाई यसरी काटिरहेको छु, देख्न सक्नुहुन्छ। यो चाहिँ धेरैजनालाई है, त्यही भएर यसरी काटेको। थोरैजनालाई त हातले बनाउँदैन। यो काटेर फेरि यस्तो गर्ने, ट्याक्क ट्याक्क सानो साइज गरेर राख्नु, बेल्नलाई सजिलो हुन्छ। यसरी गयो भने बेल्नलाई सजिलो हुन्छ साथीहरू। देख्न सक्नुहुन्छ, यसरी नै टक्क टक्क बनाएर राख्ने पुरी बनाउनलाई। अनि साथीहरू भ्याइसक्यो पेडा बनाएर चाहिँ। एक आपसमा टाँसिन्छ कि यो यस्तो गुली लटपटेको त हुँदैन। एक आपसमा यो टाँसिन्छ, त्यही भएर यस्तो गऱ्यो यो बनाउने। साथीहरू पुरी हाल्न सुरु भयो। यसरी हाल्छु मैले है पुरी। साथीहरू पुरी बनेर रेडी भयो।
अब पुरी हाल्दैछु साथीहरू। पुरी रेडी भयो। साथीहरू भटुरे हुन्छ कि के हुन्छ पुरी रेडी भयो। यो त च्यातियो साइडमा। साथीहरू यो त बनाइन्छ, अनि यसरी बनाएर राख्नु पऱ्यो। अनि हामी एकचोटि बनाएर 3-4 बेल्यो अनि हाल्नु। साथीहरू हजुरहरूले पनि घरमा बनाएर खान सक्नुहुन्छ। पुरी तरकारी, पुरी मासु, कुखुराको जेसरी पनि खाना हुन्छ, हजुरहरूले पनि बनाएर खान सक्नुहुन्छ। यो चाहिँ पुरी तो ताइयो। पुरी पाकेर रेडी भयो साथीहरू। अनि यो चाहिँ पुरीको सब्जी, यो चाहिँ पुरीको सब्जी हेर्न सक्नुहुन्छ। त्यहाँ आलु मटरको सब्जी पुरीको। साथीहरू तपाईँहरूले घरमा पनि यसरी बनाएर खान सक्नुहुन्छ। यो धेरै क्वान्टिटीमा बनाएको भएर यो चाहिँ यस्तो देखिएको। लगभग 30 जना जतिले खाने पुरी हो यो। साथीहरू पुरा गरम छ। पुरी हेर्न सक्नुहुन्छ तपाईँहरूले। साथीहरू मेरो च्यानललाई लाइक, कमेन्ट, सब्सक्राइब गर्नु होला। हेरिदिनु होला मेरो भिडियो लास्टसम्म। यस्तै हो पुरी बनाउने, यही नै हो अब अन्त्य। अर्कोचोटि अर्को रेसिपी लिएर आउँदैछु साथीहरू। यो पुरी हो आजको रेसिपी है। तपाईँहरूले पनि घरमा बनाएर खान सक्नुहुन्छ यस्तो रातो रातो पुरी है साथीहरू। खानु होला घरमा अनि इन्जोय गर्नु होला साथीहरू। पुरी खाएर इन्जोय गर्नु होला हजुरहरूले पनि घरमा बनाएर। यस्तै हुन्छ पुरी। यहाँ टनाटन यो जाली भरिन्छ पुरीले, अनि फेरि लगेर बाँड्नुपर्छ यसलाई। ल साथीहरू, हस् त, धन्यवाद।